म फुपू घर बस्छु म पहिला पढ्न छाडेको 10 वर्ष भयो मेरो आफ्नो मम्मी हुनुहुन्न बित्नु भयो अनि बाबालाई पेरेन्ट्सले हाने अनि त्यही भएर पढ्न नपाएको पढाम बिग्रिन्छन् यताउति हुन्छ नराम्रो देश छ यताउति केटासँग लागो पनि नराम्रो हुन्छ भनेर पढ्न दिनुभएको होइन त्यही भएर पढ्न नपाएको पहिला पढिरहेको थिएन म धान रोप्दै गर्थेँ धान रोप्ने बेलामा अनि एउटा आन्टीले अनि यस्तो संस्था छ यस्तोबाट पढ्ने भए पढ नि त भन्नुभयो के अरे अनि त्यसपछि मैले घर आएर भने फुपूहरूलाई अनि फुपूहरूले पढ्न त त्यसो भए भन्नु त अनि भो पढ्दैन यति ठुलो भइसक्यो अब के पढ्ने पढ्दैन भनेको अनि फुपूले अब उमेरले थोरै नै हेर्छ र पढाइमा पढ केही नै हुन्न भन्नुभयो अनि फेरि पढ्न लायो अनि एजुकेसन सेन्टरबाट अहिले पढेर धेरै नै खुसी छु केही कुरा जान्न पाइने रहेछ